को सम्बन्धित पालिकाको वडाध्यक्षज्यूबाट विवाह दर्ता प्रमाणित र अनुसूचीमा सिफारिस र जिल्ला प्रशासन कार्यालय मुम्बईबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाटै यो विशेष परिस्थितिमा नागरिकता जारी हुन भन्ने पत्र सहित मैले झिकाएर अनि हामीले यहाँबाट नागरिकता दिँदैछौँ। उहाँ मुबुको नागरिक हुनुहुन्छ, नागरिकता प्राप्ति चाहिँ मुबुबाटै हुनुपर्छ, तर यो विशेष परिस्थिति र उहाँको यसपछिको व्यवस्थापनलाई पनि जोडेर हामीले जुन सहमति गरेका छौँ त्यसका बुदाहरूलाई नागरिकता अनिवार्य शर्त भएको हुनाले राष्ट्रिय परिचय पत्र पनि बनाउँछौँ। पञ्जीकरण विभाग यहाँ राष्ट्रिय परिचय पत्रको काम पनि यही काठमाडौँबाटै हुन्छ, त्यो पनि हामी बनाउँछौँ। सँगसँगै दुईटा काम, फेरि ब्याङ्क खाता खोल्न राष्ट्रिय परिचय पत्र पनि आवश्यक हुन्छ। म माननीय मन्त्रीज्यूलाई यो नागरिकता उहाँलाई हस्तान्तरणको लागि अनुरोध गर्छु। प्रमाणित गर्छु हामी चाहिँ अलिकति रिपोर्ट बहिनीहरू आउँछ नि यता मलाई भन्नु के भएको बहिनीहरूले सोध्ने हो क्या कसरी भयो मेरो हस्बेन्ड कहाँ जानुभयो, कति बजे कहाँ जानुभयो भनेर बहिनीले सोध्नै पर्ने अधिकार हो नि त, होइन? अनि त्यसपछि त्यो छानबिन समितिले त उत्तर दिनु पर्यो, थाहा पाइहाल्छ बहिनीहरूदेखि, होइन? सबैमा